बोलेको दाजु र बहिनीको लागि भयो नानीहरूको लागि टिफिन रेडी साथीहरू चिसो पनि लानु आँटेको साथीहरू। यहाँ चाहिँ मैले नानीको टिफिन रेडी पारेर यहाँ घर सानो घर बस्छु नानी र घर मैला भएर बढाली गरेर देउता कोठामा नानी कोलाहरू राखेको कोला पाकेर नानीलाई लागि रेडी गरिदिएर चारोहरू दिन्छु। कुखुरा चाहिँ यहाँ छ कुखुरा चाहिँ खासै फ्याट गर्न छिटाउनु छैन बिस्तारै सिक्छु। अब नानीहरूको लागि टिफिन झोलामा हालिओरि अब स्कुलतिर लाग्ने पर्यो। टिफिनबाट फाइनली साथी म खाजा पुऱ्याउन आइसकिसकेँ। यो चाहिँ मेरो छोरी कोकले दिएकोले खुसी छ ले खाइ ल खोलिदिन्छु ल खाउ न छिटो। घर आइपुगेको अवस्था आएको र गएकोमा खरेको भएर चाहिँ त्यहाँ त केही छैन के
साथी बल्ल मेरो काम लुगा धुने काम चाहिँ सक्यो। अब म अलिअलि मुख धोएको छु, सनस्क्रिन लाउनु पर्यो अनि एकछिन आराम गरेर फेरि घाँस काट्न जान्छु। माया गरिदिनुहोस्। म चाहिँ यो डर्माको सिरम लाउनु पर्यो। हल्का थोरै भएको अब अहिले एकछिनमा मुख धोइ त हाल्नुपर्छ। यो चाहिँ मेरो डे इन लाइफ है गाइज। के बोल्नु पर्ने हो आउँदैन पनि, फर्स्ट सुरुको मेरो भ्लग हो। अनि यो मोइस्चराइजर लाउने ढङ्ग छैन, ल्याप ल्याप दलिदिने हो। ल यो चाहिँ सनस्क्रिन नानी नबोलेको चाहिँ यो चाहिँ लिपस्टिक सानो सानो लिप लाइनर। ल हल्का मम्मी सबै दुःख खैयो। मम्मी खोलेर ल एकछिन भयो मेरो। कपाल बाँधे चाहिँ यस्तै हो गाइज। यहाँ मेरो छोरी पनि स्कुलबाट आइसके नि। हेलो भनिदिनु। स्टे ट्युन गाइज। ल है साथी, मलाई त जस्तो आउँदैछ त्यस्तै गर्दैछु। खासै ढङ्ग चाहिँ छैन मलाई भ्लग बनाउनु, र पनि म ट्राई चाहिँ गरिरहन्छु। हेर्दै जाऊँ के कसो हुन्छ। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला मेरो भ्लगलाई। साथी अब चाहिँ बच्ची मजाई कार्यक्रम सुरु। कस्तो जागिरहेको भइरहेको यस्तै हो। कस्तो नि मोबाइलको अगाडि जानु हेर कस्तो हरामी हरामी कुराहरू छ हौ। अगाडि नाच के कुराहरू म त्यस्तो ढक्क भन्नु के भन्नु भाइले बनाइले बरु हेर त भाइले मोबाइल मोबाइल खला हेर्न कस्तो काम गरेको अनि कुन लागि के भनेको बकरी या अरे नाइ मैले गर्नु लाग्छ कुन लागि हुन्छ न तिमी के मोबाइल पकायो यहाँ साथी अब खाना पकाउने बेला भइसकिसक्यो। अब
आज 20 दसैँ कहिले हो? सुँगुरको मासु यहाँ ल्याउनु भएको छ मेरो बुढोले। अब म सुँगुरको मासु पकाउँछु। सुँगुरको अन्द्रापुरीहरू मासु ल्याउनु भएको छ, तल छ्यामाले दिनुभएको अरे। सुँगुरको मासु चाहिँ यहाँ किचनमा पकाउँदिनँ, किनकि देउता कोठा यहाँ सँगसँगै टाँसेको छ। जिम्बाहरूको चाहिँ सुँगुरको मासु देउता कोठाभित्र पसाउनु हुँदैन अरे। सो मेरो किचन र देउता कोठा सँगसँगै टसिएको छ र म बाहिर चुलोमै पकाउँछु सुँगुरको मासु। अनि यहाँ के चक्कु खोज्नु आएको, अनि कटिङ बोर्ड। सो बाहिरै काट्ने बाहिरै पकाउने। स्टे ट्युन गाइज। ल है साथी, अब मैले के भन्नु, सुँगुरको मासु नपकाउनु अरे। मेरो बुढो तल छ्यामाकोमा खानुहुन्छ अरे। छ्यामाले खाना खानु बोलाइराख्नु भएको। ऊ चाहिँ मेरो बुढो पति परमेश्वर, अनुहार चाहिँ देखेको छैन ऊ। के को